सब्स्क्राइब गर्नुहोस् पहिलो खबर युट्युब च्यानललाई यस्तै नयाँ भिडियो सबैभन्दा पहिले हेर्नलाई। तर अहिलेलाई चाहिँ लाइभ राउन्डमा मलाई एकदम गाह्रो भइरहेको छ। अहिलेलाई म तपाईहरु जसलाई लगे पनि दुईजना नरुनु है। म ब्याटल राउन्डमा आउट भएर पनि स्टिल भएर विशेष चर्चा सहित नकआउट प्रवेश गरेका प्रणीप बराल अन्ततः आउट भए फाइनलिस्ट हुन सक्ने सम्भावना अधुरै। प्रणीप आउट हुँदा धेरै दर्शकहरू भए निकै दुखी। नकआउटमा उनले दिएका थिए यस्तो धमाकेदार प्रस्तुति, तर पनि अगाडि बढ्न सकेनन्। दर्शकहरू यति बेला द भोइस अफ नेपाल सिजन 6 को ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड सकिएर नकआउट सुरु भएको छ। यहाँसम्म आउँदा धेरैजना आउट भइसकेका छन्। यो क्रम जारी पनि छ। ब्लाइन्ड अडिसनमा आफ्नो टिममा लिन कोचहरू बीच मारामार प्रतिस्पर्धा हुने गर्दथ्यो भने अहिले फाल्न प्रतिस्पर्धा छ भन्दा फरक नपर्ला। सोही क्रममा ब्लाइन्ड अडिसनदेखि ब्याटलमा स्टिल हुँदै नकआउट प्रवेश गरेका प्रणीप बराल आउट हुँदाको दृश्य माहौल निकै नरमाइलो बन्न पुग्यो। जहिले पनि म साथमा छु। तर अहिलेलाई चाहिँ लाइभ राउन्डमा अहिलेलाई म तपाईहरु जसलाई लगे पनि दुईजना नरुनु है। अर्पणालाई लान्छु। धेरैको आशा थियो प्रणीप बराल नै अगाडि बढ्छन् होला र तपाईँ हामी गीत सङ्गीत जानेको मान्छे त होइन, तैपनि प्रणीपको चर्चाले गर्दा उनी नै अगाडि बढ्छन् भन्ने धेरैको आकलन थियो। तर यहाँनिर आएर उनी आउट भएका छन्। तसर्थ उनले ब्लाइन्ड अडिसनदेखि यो नकआउट आउँदासम्म उनले के कस्तो प्रस्तुति दिएका थिए, कस्तो चर्चा पाएका थिए, उनको भोइसको यात्रा पनि एकपटक छोटोमा यो हेरौँ है त। ए हल्ला चलेछ आज चर्चा चलेछ नमा ससिँदैया गर्दैछु मात्र तिमी मेरो साथ बसिँदै दिन र रात बिति गए तिम्रो सम्झनामा। ब्लाइन्ड अडिसनमा धमाकेदार प्रस्तुति दिएर चारै कुर्सी घुमाएका थिए। निकै चर्चा बटुल्दै उनी टिम राजुकोमा गएका थिए। त्यसपछि ब्याटलमा सिमोन खड्कासँग प्रतिस्पर्धा गरेका थिए। यहाँ पनि निकै गजबको प्रस्तुति दिएका थिए। तर राजुले सिमोनलाई छान्छन्। त्यतिकैमा कोच उदयले स्टिल गरी प्रणीपलाई आफ्नो टिममा लिन्छन्। स्टिल भएपछि प्रणीप पनि निकै खुसी हुन्छन्। अनि उदयको टिमबाट अर्पणा आचार्य र प्रभा राईसँग प्रणीपको नकआउट परेको थियो। अब यहाँबाट 3 जना मध्ये 1 जना मात्रै अगाडि बढ्नुपर्ने हुन्छ। 2 जना आउट हुन्छन्। यो पनि हेरिहालौँ कसले कस्तो प्रस्तुति दिएका थिए त नकआउटमा। यी 3 मध्ये उदयले अर्पणालाई अगाडि बढाउने निर्णय गर्छन्। प्रणीप र प्रभा आउट हुन्छन्। ब्लाइन्ड अडिसनमा प्रभाले र प्रणीपले 3 कुर्सी घुमाएका थिए भने अर्पणाले एउटा कुर्सी मात्रै घुमाएकी थिइन्। तर यति बेला उनी अर्पणा मात्रै धमाधम अगाडि बढिरहेकी छिन्। यो दुर्लभ दृश्य जस्तै हो। प्राय ट्यालेन्टहरू ब्लाइन्ड अडिसनमा एउटा मात्रै कुर्सी घुमाएका ब्याटलबाटै आउट भएका थिए। अर्पणा भने कमाल गरेकी छिन्। हुन त उनको आफ्नो परिवार पनि यही सङ्गीत क्षेत्रमै रहेछ। त्यसबाट उनले थप सिक्ने अनि निखारिने अवसर पाइन् होला। तसर्थ ब्लाइन्ड अडिसनमा एउटा मात्रै कुर्सी घुमाएर अहिले सजिलै भटाभट लाइभ सोसम्म पुग्न सफल भएकी छिन्। यो चान्चुने कुरा पक्कै थिएन। प्रभाको चर्चा ठिकठाकै थियो। प्रणीपको भने बेग्लै हाइप थियो। उनले ब्लाइन्ड अडिसनमा राजु लामाको हल्ला चलेछ बोलको गीत गाउँदै राजुकै टिममा गएका थिए। त्यसपछि उनी नकआउटसम्म आए। प्रणीपले धेरै चर्चा बटुलेका थिए। विशेष गरी ब्याटलमा स्टिल भएपछि त उनको थप चर्चा बटुलेका थिए। उनी फाइनलिस्टसम्म पुग्छन् कि भन्ने धेरैले आकलन गरेका थिए। तर नकआउटबाटै बाहिरिए। यो दृश्य निकै नरमाइलो भएको थियो।
दर्शकहरू तपाईहरूलाई उदयको यी 3 नकआउट के कस्तो लागेको थियो त्यस्तै प्रदीप आउट हुनुमा तपाईँको के छ प्रतिक्रिया पक्कै पनि कमेन्ट गर्न नभुल्नुहोला। त्यस्तै यसपालिको सिजन कसले अनि कुन टिमले जित्न सफल होला तपाईँहरूको भोट कसलाई रहनेछ पक्कै पनि कमेन्ट गर्नुहोला। यस्तै नयाँ भिडियोको साथमा फेरि पनि भेट हुने नै छ। हेर्दै गर्नुहोला। हवस् त, नमस्ते।